कलङ्की मेन चोकमा एउटा यस्तो राम्रो पोटेन्सियल भएको कमर्सियल रेन्टल प्रपर्टी हेर्नुस्। प्रपर्टी चाहिँ यो नै रहेको छ। तपाईँ ब्याङ्कको सिइओ हुनुहुन्छ, तपाईँले थकाली टाइपको रेस्टुरेन्ट क्याफे ब्याङ्क्सहरू सेटअप गर्न चाहनुहुन्छ भने चाहिँ यो प्रपर्टी एकदमै राम्रो छ। यो प्रपर्टी मसँगै आउनुहोस् र मजाले हेर्नुहोस्। यता रहेको छ कलङ्कीको मेन हाइवे। मसँगै आउनुभयो भने चाहिँ यो प्रपर्टीको पार्किङ स्पेस हेर्न सक्नुहुन्छ। अन्डरग्राउन्ड पार्किङ रहेको छ। 12 देखि 15वटा गाडी मजाले आँट्ने, तपाईँको मल्टिपल्स बाइक्सहरू पार्किङ गर्न मिल्ने एकदमै राम्रो प्रपर्टी। अब हामी लागौँ 5th र 6th फ्लोरतिर। यो चाहिँ तपाईँको लिफ्ट रहेको छ। लिफ्टबाट सिधै आउनुभयो भने चाहिँ म यो 5th फ्लोरको कुरा गर्दैछु। 3250 स्क्वायर फिटमा रहेको यो 5th फ्लोर, जसमा तपाईँले मजाले जिम पनि सेटअप गर्न सक्नुहुनेछ, अथवा तपाईँले आइटी कर्पोरेट अफिसहरू पनि सेटअप गर्न चाहनुहुन्छ भने चाहिँ यो 3250 स्क्वायर फिट इज अ ह्युज, एकदमै राम्रो पोटेन्सियल भएको प्रपर्टी हो। अब हामी लागौँ यसरी नै 6th फ्लोरमा। आउनुहोस् र मसँगै आउनुहोस्, म तपाईँलाई 6th फ्लोर देखाउँछु। एकदमै राम्रो छ। तपाईँको लिफ्ट इच एन्ड एभ्री फ्लोरमा लिफ्ट छ। तपाईँले लिफ्ट मजाले तलमाथि गर्न सक्नुहुनेछ र तपाईँको भर्याङ पनि रहेको छ। एकदमै स्पेसियस, सामानहरू लानलाई ओहोरदोहोर गर्नलाई एकदमै राम्रो छ। अलरेडी यो बिल्डिङमा तपाईँको कर्पोरेट अफिसहरू छ, ब्याङ्क्स अलरेडी यसमा छ, कन्सल्टेन्सिजहरू पनि छ, क्याफे रेस्टुरेन्टहरू तपाईँ सेटअप गर्न चाहनुहुन्छ अथवा कर्पोरेट अफिसहरू सेटअप गर्न चाहनुहुन्छ भने चाहिँ एकदमै राम्रो प्रपर्टी, एकदमै मेजर लोकेसनमा। यो चाहिँ तपाईँको 6th फ्लोर रहेको छ। यो पनि तपाईँको 3250 स्क्वायर फिट छ। अब कुरा गरौँ यो रेन्टल स्पेसको बेस्ट रेन्टल स्पेसको बारेमा। यो प्रपर्टीको रुफटपको कुरा गरौँ। यो रुफटपबाट तपाईँको फुल अन पुरै काठमाडौँ नै देखिन्छ। तपाईँ यतापट्टि हेर्नुभयो भने स्वयम्भू, यतापट्टि तपाईँको व्हाइट गुम्बा, उतापट्टि चन्द्रगिरी र यतापट्टि कीर्तिपुर, र तपाईँ लेफ्ट साइडमा आउनुभयो भने चाहिँ तपाईँको ललितपुर मजाले देखिन्छ, एयरपोर्ट पनि देखिन्छ। मौसम क्लियर भयो भने त तपाईँको यहाँबाटै बुढा नीलकण्ठ पनि देखिन्छ ग्यारेन्टिड। कलङ्कीको सबभन्दा टलेस्ट बिल्डिङ। यो बिल्डिङ रुफटपमा रेस्टुरेन्ट खोल्न चाहनुहुन्छ भने चाहिँ एकदमै पोटेन्सियल भएको यो रुफटप हो। तपाईँले एउटा क्याफे सेटअप गर्न चाहनुहुन्छ भने चाहिँ रेभेन्यू राम्रै आउँछ। तपाईँको बस यही बिल्डिङको ठ्याक्कै अगाडि बस रोक्छ। तपाईँको बसबाट झर्ना साथ 1 स्टेपमा तपाईँको क्याफे, तपाईँको रेस्टुरेन्ट यहाँ हुनेछ। यो प्रपर्टीको मोहडा तपाईँको पूर्व र उत्तर रहेको छ। टोटल 3500 स्क्वायर फिटमा रहेको यो रुफटप बारे अझै थप जानकारी चाहेमा आज नै सम्पर्क गर्नुहोस् लालपूर्जा नेपाललाई, किनभने लालपूर्जा नेपाल जस्तो नाम त्यस्तै काम।